मान्य सदस्यहरू मान्य सदस्यहरूलाई मैले केही भन्न खोज्दैछु। मेरो कुरा सुनिदिनुहोस्। मान्य सदस्यहरू छ नियमावली छ। मान्य सदस्यहरूले बनाएको नियमावली पढेर सुनाउन चाहन्छु। मान्य सदस्यहरूले बनाएको नियमावली म पढेर सुनाउन चाहन्छु। मान्य सदस्यहरूले बनाएको नियमावली मान्य सदस्यहरू आफ्नो भाषालाई मर्यादित गर्नुहोस्। यो नेपाली जनताले तपाईहरूलाई निर्वाचित गरेर पठाएको सम्मानित सदन हो। सभामुखले आफ्ना कुरा राख्न खोज्दै गर्दा शान्त भएर सुनिदिनुहोस्। माननीय सदस्यहरू यसरी हुँदैन। प्रधानमन्त्री बिनाको सरकार भन्नु पर्यो। नत्र भने मान्य सदस्यहरू सभामुखले केही भन्न मिल्छ? मान्य सदस्यहरू मान्य सदस्यहरू एकछिन शान्त रहिदिनुहोस्। केही कुरा सुनिदिनुहोस्। त्यसपछि म तपाईहरुलाई आफ्नो कुरा राख्ने मौका पनि दिन्छु। मान्य सदस्यहरू मान्य सदस्यहरू संविधान त्यसपछि मान्य सदस्यहरू ठीक छ, मेरो कुरा नसुन्नुहोस्। मान्य सदस्यहरूले मेरो कुरा नसुन्नु होला। मान्य सदस्यहरूले हस्ताक्षर गरेको नियमावलीको एउटा अंश पढेर सुनाउँछु, त्यो सुनिदिनु होला। मान्य सदस्य, यहाँले संशोधित नियमावली पारित हुनु अगाडिसम्मको लागि 2079 को नियमावली स्वीकार्नु भएको छ। त्यसकारणले मान्य सदस्य मलाई केही मिनेट दिनुहोस्। तपाईहरुलाई बोल्ने समय म दिन्छु।
बाहिर हुनुहुन्छ भने यो कुरा छुट्छ, तर होटलमा फोटो खिचेर हिन्दी तथा कार्यक्रम चल्न पाइँदैन। कार्यसूचीमा प्रधानमन्त्रीले टिप्पणी गर्नुहुँदैछ। म मान्य सदस्यहरू सदन चलाउन चाहनुहुन्छ या मान्य सदस्यहरू मान्य सदस्य तपाईहरुले मलाई बोल्नै दिनुहुन्न अनि मैले के कारणले भनौं हैन? तपाईहरुले सभामुखलाई बोल्न नै दिनुहुन्न त सभामुखले तपाईहरुलाई भन्ने के? मान्य सदस्यहरू विपक्षी दलका सबै मान्य सदस्यहरूलाई म फेरि भन्न चाहन्छु, मैले यहाँहरूसँग केही संवाद गर्न खोज्दैछु। सभामुखले यहाँहरूले प्रधानमन्त्री आवश्यक पर्यो भन्नुभयो, त्यस विषयमा मैले मेरा केही कुरा राख्न खोज्दैछु। कमसेकम सबै मान्य सदस्यहरूले सभामुखले भन्न खोजेका केही कुरा मैले तपाईहरुको कुरा सुने, तपाईहरुले विरोध गरिरहनु भएको छ मैले बुझेँ, तर मैले केही कुरा राख्न खोज्दैछु। मान्य सदस्य तपाईले बोलेको कुरा सबै ठीक हुने। मान्य सदस्य विपक्षी दलका सबै मान्य सदस्यहरूलाई म फेरि अनुरोध गर्छु, मैले केही भन्न खोज्दैछु। कमसेकम तपाईहरुको कुरा मैले सुनिरहेको छु, तपाईहरुलाई म बोल्न समय दिउँला, संवाद गरौँला, तर केही कुरा मैले भन्न खोज्दैछु त्यति सुन्ने धैर्य त मान्य सदस्यहरूले गर्नुस्। मान्य सदस्यहरू मैले फेरि मान्य सदस्यहरूलाई विपक्षी दलका सबै मान्य सदस्यहरूलाई 1 मिनेट मान्य सदस्यहरू तपाईको कुरा म सुन्छु। 1 मिनेट कमसेकम यो सदन हो, हामीले सदनमा हाम्रा आफ्ना वाद विवादहरू विषयवस्तुहरू उठ्छन्। मान्य सदस्य विपक्षी तर्फका सबै मान्य सदस्यहरू त्यस विषयमा मैले बोल्नु परेन। मान्य सदस्य मान्य सदस्यहरूले नियमावलीको नियम 38 मान्य सदस्यहरूले नियमावलीको नियम 38 मान्य सदस्यहरू
विपक्षी सबै दलका मान्य सदस्यहरूलाई मैले यहाँहरूलाई बस्नुहोस् भनेको छैन। मैले यहाँहरूको कुरा निरन्तर सुनिरहेको छु। मान्य सदस्यहरू, नियमावलीको नियम 38 प्रमुख प्रतिपक्षी दलका नेतालाई म समय दिन्छु। मान्य सदस्य अर्जुन नरसिंह केसी। सभामुख महोदय, अहिले जुन गम्भीर खालको प्रश्न सदनमा उठेको छ त्यो वास्तवमा हरेक मान्य सदस्यहरूको भावना कहीँ प्रधानमन्त्रीबाट एकपछि मान्य सदस्यले एकैछिन रोके। मान्य मन्त्रीज्यूलाई मैले आफ्नो स्थानमा बस्न अनुरोध गरेँ। एकपछि अर्को गरेर संसदीय परम्परा मान्यता त त्यसका मूल्य पद्धतिहरूमाथि नै उहाँले उपेक्षा गरेको भन्ने आम रूपबाट हाम्रो धारणा हो र खास गरी हामी जो उभिएका छौँ आज सम्पूर्ण साथीहरूको त्यही धारणाबाट अभिप्रेरित भएको मैले चाहिँ बुझेको छु। त्यसैले यो सम्बन्धमा जब प्रधानमन्त्रीजीको उपस्थितिको माग गरिया छ, अहिलेसम्मको संसदीय परम्परालाई तिर म आकर्षित चाहिँ नि यतातिरको साथीहरूलाई पनि गर्न चाहन्छु कि कुनै पनि कार्यक्रममा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो र सभामुखले भन्न खोज्दा भए पनि धारा 38 को व्याख्या त्यही हो। त्यसैले यसमा चाहिँ नि मैले के विनम्रतापूर्वक सभापतिजीलाई र सम्पूर्ण मान्य सदस्यहरू जो प्रधानमन्त्रीबाट यो सदनलाई उपेक्षा भयो भन्ने धारणा राखिराख्नु भएको छ, सभामुख मार्फत चाहिँ के आग्रह गर्न चाहन्छु भने अहिले प्रस्तुत मात्रै गर्ने कुरामा माननीय मन्त्रीजीले प्रस्तुत गर्दा हामीलाई कुनै आपत्ति छैन, आपत्ति नगरौँ भन्ने मेरो भनाइ हो। त्यो किनभने यो नियमावलीमा प्रष्ट रूपले उल्लेख छ, जबसम्म अर्को नियमावली पारित हुँदैन त्यही पुरानो नियमावली हाम्रो चाहिँ नि अद्यावधिक हो। अब अर्को बाँकी कुरा चाहिँ के छ भने बाध्य भएर यो सम्पूर्ण सदनको दृष्टिकोणलाई मैले प्रतिनिधित्व गरेर भन्नै पर्छ। जवाफको बेलामा पनि प्रधानमन्त्रीको अनुपस्थिति भयो भने त्यसमा चाहिँ हामी सहभागी हुन सक्दैनौँ र हामीले बहिष्कारै गर्नुपर्ने हुन्छ। त्यसैले प्रधानमन्त्रीलाई कमसेकम यो सरकारको नीति तथा कार्यक्रम भनेको आवधिक 1 वर्षको कार्य सञ्चालनको नीति पद्धति प्रक्रिया त्यति मात्रै होइन, यसका कार्यदिशाको महत्त्वपूर्ण दस्तावेज हो र यो औपचारिक सरकारको घोषणापत्र हो। यो घोषणापत्रको सम्बन्धमा पढ्दै चाहिँ नि राष्ट्रपतिले पढ्दै प्रधानमन्त्री उठेर हिँड्ने अनि यो कुनै पनि यो घोषणापत्र सम्बन्धी वक्ता साथीहरू जो मान्य सदस्यहरूले बोल्नुहुन्छ त्यो धारणालाई सुन्ने समय नै ननिकाल्ने अनि प्रस्तावना गर्न पनि नआउने अनि हुँदा जवाफमा नआउने हो भने त्यो अत्यन्त गम्भीर रूपले हामी त्यसलाई लिन्छौँ। त्यसका म सभामुखज्यू मार्फत के अनुरोध गर्न चाहन्छु भने यो संसदको परम्परा 2047 सालदेखि मैले हेर्दै आएको छु र मैले अनुभव गरेको छु। त्यस कारणले कुनै पनि प्रस्ताव प्रस्तुत गर्दा यदि प्रधानमन्त्रीले गर्नुपर्ने प्रस्ताव प्रधानमन्त्रीको अनुपस्थितिमा कुनै मन्त्रीले गर्ने कुरा त्यसमा चाहिँ नि त्यो अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ भन्ने सभामुखज्यू मार्फत म माननीय सदस्यहरूलाई हार्दिक रूपबाट आग्रह गर्न चाहन्छु। यही विषय हो कि अरू फरक विषय हुन्छ? मान्य ज्ञानवाज साई छोटोमा आफ्नो कुरा राख।